आफ्नो पार्टनरलाई सधैँ शङ्का गरिराख्ने, पार्टनरलाई मात्रै होइन कोही पनि नजिकको साथीभाइ अथवा परिवारका सदस्यसँग पनि आफ्नो गोप्य कुराहरू अथवा आफ्नो व्यक्तिगत कुराहरू नभन्ने। किनभने भविष्यमा ती कुराहरू अरूलाई थाहा भयो भने त्यो चाहिँ आफ्नै अगेन्स्टमा उनीहरूले युज गरेर आफ्नो क्यारेक्टर अथवा इज्जतमाथि धावा बोल्न सक्छन् भन्ने जस्तो विचार राखिराख्ने। यही कारणले गर्दा एकदमै कम साथी हुने, प्रायः एक्लै बस्न रुचाउने, अरूले न्युट्रल तरिकाले सामान्य तरिकाले भनेका कुराहरू पनि आफूलाई नै भनेको भन्ने तरिकाले त्यो लिने, अथवा अरूले केही गरेका अथवा भनेका क्रियाकलापहरू चाहिँ आफ्नो स्वाभिमानमा अथवा आफ्नो इज्जतमा आफ्नो क्यारेक्टरमाथि उनीहरूले प्रश्न उठाए भन्ने तरिकाले लिने, एकदमै इख राख्ने र म यसलाई भविष्यमा देखाउँछु, यसलाई म छोड्दिनँ भन्ने टाइपको सोचाइहरू राख्ने र अरूलाई सजिलै माफी दिन नसक्ने। यदि यस्तो टाइपको स्वभाव छ कसैमा भने यस्तो टाइपको चाहिँ यो व्यक्तित्वको समस्या हुनसक्छ, जसलाई हामीले प्यारानोइड पर्सनालिटी डिसअर्डर भनेर भन्छौँ।